हात छोड्यो भने आरामसँग चलाउने त्यस्तो भन्ने सोच्थ्यो केही हुन्न भन्ने त्यो होइन। हेर्नु न उहाँ परको अहिले चाहिँ गेटहरू सबै हटाएर नर्मल बनाएर एकदमै कन्फ्युज हुने है। यो चाहिँ आगो लागि चाहिँ होइन है, धुवाहरू भइरहेछ एकदम। है गाइस, यहाँको हाक्कोनेको कुरो चाहिँ यहाँ बोट नचढ्ने भयो बारी खरबारी। हेलो गाइस, हाई गुड मर्निङ। यो चाहिँ हाम्रो सेकेन्ड डे हो। अब चाहिँ हामी बिहानै उठेर यो चाहिँ कफी खान लागेको। कफी भन्दा नि यो चाहिँ जापानिज ओट चिया हो होइन। मेरो बुढो चाहिँ भिडियो गर्दै हुनुहुन्छ, चिया खाँदै माउन्टेन फुजीको भ्यू हेर्दै मजा लियौँ। अनि घाम पनि मजाको लागिरहेको थियो। हामी चाहिँ खाजा खान तल झऱ्यौँ होइन। अनि त्यसपछि आज कति धेरै आइटमहरू थियो र हामी चाहिँ आफूलाई मनपर्नेहरू मात्र चुज गरेर छानेर अलिअलि गर्दा गर्दै धेरै भयो होइन। त्यसपछि हामीले खायौँ मजाले। यहाँबाट निस्कन लागेको छौँ। अब चाहिँ जान्छौँ लेफ्टिनोटा लोकेसनमा। यसै लिफ्टबाट झर्ने बित्तिकै क्या राम्रो ऐना देखिरहेको। ऐना देख्ने बित्तिकै भिडियो गर्न लाग्यौँ हामी चाहिँ। अनि त्यसपछि हामी चेकआउट गरेर निस्क्यौँ। अब यहाँबाट निस्केर चाहिँ हामी उता अर्को लोकेसन जानु लागेको होइन। मेरो ड्रेसअप हेरेर थाहा पाउनुहुन्छ कि कतिको न्यानो थियो भनेर होइन। त्यसपछि हामी चाहिँ सामान लोड गर्दैछु है। मेरो बुढो चाहिँ मक्ख गरेर भिडियो गर्दै हुनुहुन्छ। हेर्नु न उहाँ पर कति राम्रो त्यो फुजी देखिरहेको के, फुजी माउन्टेन देखिरहेको कति मजाकै है। घाम लागेर फाइनली हामी चाहिँ अब चाहिँ होटलबाट निस्क्यौँ। सायोनारा। यहाँ चाहिँ बिहानैदेखि कति होइन। अनि नान्तनाको दुईजना भएर सरकारले नै के अरे गेट लगाएर फोटो खिच्न चाहिँ मनाइ गरेको थियो अरे के। गेट लगाएर यो चाहिँ एकदमै भिड भएर बाटो जाम भएर होइन। तर अहिले चाहिँ गेटहरू सबै हटाएर नर्मल बनाएको रहेछ। चाहिँ भाइरल लोसनबाट निस्क्यौँ होइन। अनि त्यसपछि हेर्नुहोस् न कति राम्रो माउन्टेन भ्यू देख्यो। तर यो गाडी पनि सायद यो लोसनदेखि हाम्रो अगाडि नै लोसनदेखि अगाडि र के अरे छ नि यहाँको सिङ्गो चाहिँ एकदमै कन्फ्युज हुने है। पुरै रातो बोलिरहेको छ तर पनि के अरे मतलब गाडीहरू हिँड्ने के मतलब त्यो चाहिँ तर सानो अक्षरमा चाहिँ लेखा रहेछ कि सायु खाकुनेस्ते सुन्देको दासा लेखेको रहेछ। बट हामी चाहिँ नदेखेर रोकिराखेको त पछाडिबाट हर्न बजाइरहेको के। र अरू ठाउँमा पनि त्यस्तै के। ओ के छ बुढो? एकदम रमाइलो भइरहेको छ होइन। दिन एकदम राम्रो साइनिङ रहेछ। सन पनि एकदम राम्रो होइन। आज भ्यू पनि यति राम्रो देखिरहेछ है। भ्यू त साह्रै मजाले देख्यो क्या। अब हामी कहाँ जाँदैछौँ? हामी भाइरल लोसन गयौँ। भाइरल लोसन एकदम राम्रो ठाउँ, राम्रो रहेछ है। अलिक राम्रो त्यहाँबाट निस्केर अब हाकोने जाँदैछौँ। हाकोने ब्ल्याक एकको लागि एकदम पपुलर ठाउँ हो हाकोने। त्यहाँ जान्छौँ। अब त्यहाँको ठाउँहरू हेर्छौँ होइन। के कस्तो छ अपडेट गर्दै गर्छौँ। ओके, जा गाइस।
हाकुनी जाँदै गर्दा चाहिँ बाटोमा कति धेरै तालहरू राम्रो राम्रो भ्यूहरू के। अनि हामी चाहिँ भ्यू हेर्दै गफ गर्दै गयौँ। हामी बुढाबुढीको चाहिँ फेरि गफ त अरू चल्छ होइन, गफ गर्दा गर्दै हाकुनी पुगेको पत्तै नपाएको के। हामी चाहिँ यहाँ हाकुनीको जाममा छौँ। यहाँ चाहिँ यति धेरै त्यो यो चाहिँ आगो लागि चाहिँ होइन है, धुवा चाहिँ होइन, यो चाहिँ के अरे बाफ हो, बाफ होइन, मनसेनको बाफ हो र मनसेन त छैन होला हौ यहाँ। जाम छ अघिदेखि नै, धेरै नै भइ त्यो घरमा पकाइरहेको क्या है, कस्तो निस्केको क्या त्यो माटोभित्र ढुङ्गाभित्र बाटोमा त्यो बाफ त खाली हो यो यति टाढा छ हामी चल्छ नि। कस्तो लाग्यो ठुलो अन्डा यो अन्डा ए है गाइस, यहाँको हाकुनीको टोटामा चाहिँ होइन, हामी चाहिँ अब यहाँ आयौँ खानालाई, आफ्नो खानालाई र उमियागी लग्नलाई चाहिँ हेर्दैछौँ। हामी कस्तो लागिरहेछ यो चाहिँ खाना वाकेनमा पर्ने दारू भइरहेछ एकदम चिसो रहेछ यहाँ त। चिसो भयो, काट्नु पनि एकदम चिसो भयो। हावा नभए त तातो तातो हुँदैछ, हावा भएर एकदम चिसो भयो। अब चाहिँ हामी जानु लागेको छ। अब हामी कता लाग्यो, अर्को लोकेसनमा ल, अर्को लोकेसनमा जान्छौँ। त्यहाँ गएर पनि अपडेट गर्नेछौँ। हामी चाहिँ बोट चढ्ने भनेर आएको होइन, भर्खरै छुटेको रहेछ एउटा पर पुगिसकेछ होइन। त्यो चाहिँ अब चाहिँ यो चाहिँ 1 घन्टाको डिफ्रेन्टमा मात्र छुट्छ अरे, त्यही भएर हामीसँग 1 घन्टा कुर्ने टाइम त छैन, अन्त पनि जान्छ। त्यही भएर हामी चाहिँ अब आज चाहिँ यहाँ बोटमा चढ्ने भयौँ, फर्किने भयौँ। हामी चाहिँ अहिले के भन्छ खरबारी, नेपालको खर हुन्छ नि घाँस, त्यस्तै खरबारीमा आयो। खरबारी अहिले त हामी नेपालको खरबारी जस्तै घाँस रहेछ यति धेरै होइन, तर राम्रो देखियो रहेछ। यहाँनिर आछौँ, अब यहाँ हामी फोटोहरू खिच्छौँ, भिडियो खिच्छौँ। हावा पनि पारिरहेको छ, जापानको हावा यस्तै हो होइन। ल है अब राम्रोसँग फोटो भिडियो खिच्छौँ। अब हामी त टुप्पोसम्म जानुपर्छ। ओके हवस्, बवाल ठाउँ छ है, भिडियोहरू मस्त सिनिरहेको।
ब्याक टु होम छ हामी चाहिँ अहिले हाम्रो नयाँ ड्राइभर हुनुहुन्छ एकदम ड्राइभर त पुरानै हुन्छ हाम्रो पोस्तोको दोहोरोमा चाहिँ अब तामानी भइरहेछ आज पोस्तोको दोहोरोमा मस्त हेर्नु भएको छ हात छोडेन आरामसँग चलाउने त्यस्तो भन्ने सोच्थ्यो केही हुन्न भन्ने त्यो होइन त्यस्तो हुँदैन हामी चाहिँ अब घर जाँदैछौँ होइन अब गएको चाहिँ पोस्तोको दोहोरो हिँडिरहेछौँ अब कति घन्टामा 2 घन्टा 2.5 घन्टा जतिमा चाहिँ हामी घरमा पुग्दैछौँ अब हाम्रो के भन्छ कस्तो भयो 2 दिनको रमाइलो ट्रिप चाहिँ अब यहीँ सकिन्छ अब रमाइलो भयो धेरै ठाउँमा गयौँ होइन साथीहरूलाई पनि मिस गऱ्यौँ अरू सबै रमाइलो भयो फाइनली हामी चाहिँ 2 दिनको टुर सकाएर घर फर्किसक्यौँ एकदमै 2 दिन एकदमै रमाइलो भयो चुक्काङ आरिगातो ने बुडु ल फेरि हामी नेक्स्ट भिडियोमा आउँछौँ अहिलेलाई चाहिँ बाई बाई एकदमै तानु सिकाता जा नाता सायोनारा